चिसो खाना पनि खानु हुँदैन, तताएर खानुपर्छ, नत्र भने हो त्यो डायरिया जस्तै झाडा पखाला लाग्न सक्छ। बुझ्यौ त तिमीहरूले? ल अब तिमीहरूले र सबै विद्यार्थी भाइ बहिनीहरूले व्यक्तिगत आनी बानीमा आफूलाई सुधार्नुपर्छ। व्यक्तिगत आनी बानी मैले त बुझिनँ म्याम। व्यक्तिगत आनी बानी भनेको सधैँ नुहाउने, नङ काट्ने, सफा कपडा लगाउने, पुरानै कपडा भए पनि धुने बानी बसाल्नुपर्छ। खाना खानुभन्दा पहिले वा खाना खाइसकेपछि र शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले हात मिची धुने बानी बसाल्नुपर्छ। बुझ्यौ त? बुझेँ म्याम, बुझेँ। सुन नानीहरू, महिनावारी एक सामान्य स्वास्थ्य प्रक्रिया हो। महिनावारी हुँदा सेनिटरी प्याड वा नरम कपडा मात्र प्रयोग गर्नुपर्छ। यो समयमा त झन् 4 देखि 6 घण्टाको फरकमा प्याड फेर्नुपर्छ। यो प्रयोग गरेको प्याड तोकिएको निश्चित ठाउँमा विसर्जन गर्नुपर्छ। अनि यति गरिसकेपछि साबुन पानीले मिची हात धुनुपर्छ, जसले स्वच्छ र स्वस्थ महसुस गर्छन् र हामीलाई रोगहरूले हटाउँदैन। राम्रो वातावरणमा पढ्न, लेख्न, खेल्न चाहिए। ल भन्नु त, आनी बानी सुधार्न कस्तो फाइदा हुँदो रहेछ त? धेरै फाइदा हुँदो रहेछ नि म्याम। हामी सबै मिलेर प्रतिबद्धता गरौँ। स्वच्छ विद्यालय, स्वच्छ विद्यार्थी हामी सबैको चाहना र सबै मिली भनौँ त रमाइलो भयो है। मैले पनि शौचालयमा तपाईँहरूको प्रतिबद्धता मैले सुनिरहेको थिएँ। मैले उनी शौचालयमा प्रतिबद्धता गरिदिएँ। धेरै गडबड हुनुभएको कारणले बाफले चाहिँ सबै मिली हस्पिटल लैजाउँ त। साथीले आज नाटक सिद्धियो है त।